सासू भनेको न अर्का छोरी हेर्ने चाहिँ आफ्नो छोरी पनि अर्का ठाउँ गएर गएपछि कति दुःख पाउँछन्। हाम्रो मन दुख्दैन क्या। उनकी आमाले पनि त्यस्तै हुन्छ। उनकी आमालाई कति मन दुःख पढाइ छोरी पठाउन लागेका छन्। गया दिन कस्तो रुवाई लाग्दा, कस्तो बस्ने मन लाग्दैन, खाने मन लाग्दैन आमालाई। आमाको मन पनि त्यस्तो हुन्छ। दुःख कति पाएका हुन्छन् छोरीले। पर बेङ्गलोर छ छोरी, रक्सी खान्छ, जुवा खेल्ला है, कति मन रोइरहेको छ। त आउने दिन मेरो कस्तो मन दुख्यो। कसरी घर छोडी कसरी आई, आमा बुवाले कस्तो गरे आउनन्, कति रोया हुनन् है, त्यो बिस्तारा हेरे आउनन्, त्यहाँ आमा बुवाभित्र गए होलान् भन्दा चाहिँ मन भयो क्या मेरो। म रोएँ क्या यहाँ त आउने दिन कस्तो रुवाई लाग्यो। म तिनीहरू पनि दङ पढ्यौँ क्या मेरो त्यो पल्ट। तपाईँ त रुनुहुन्छ त, बुहारी आएदिन अरे मान्छे खुसी हुन्छन् अरे, तपाईँ त रुनुहुन्छ त आन्टी भन्ने। मैले त क्या सोचेँ, खाना थालेर आउनु नि बिस्तारै, म त आँसु आउँदैन त्यस्तो भयो भने। यता फर्काएँ, अब गएको बिस्तारै हेरे आउनु नोठै छोरी भाइ आज को छु त होला भन्ने मान्यो भने यस्तै सोच्ने र म त यस्तो रुवाई लाग्यो क्या। अझ पनि आँसु आउँछ नि मेरा। यस्तो हुन्छ नि मलाई, रुने मन लाग्दो। तर अनि अहिले तँलाई त्यस्तो गरेपछि मलाई भोलि भोलिमा सुख दिने हुन्। म मिल्नु पऱ्यो तँसँग, राम्रो गर्नु पऱ्यो, जे पो गर्लाटी आफू मलाई दे, आफू खा भन्नु पऱ्यो, बस्नु पऱ्यो आफूले राम्रोसँग। गाली गर्ने, माइकी गर्ने, अर्काकी छोरी भने हेला गर्ने, खाने बेला खान दिने, लाने बेला लाइन दिने, सुन्न बाइकै भन्ने। आफ्नो सक्दो परे त काम गर्दै हुन्छन्। त्यस्तरी हेला त कहिले गर्नुपर्ने, अर्का छोरी भनिकन हेला गर्छन् कि गर्दैनन्। खा लाई भनेको छ, आफ्नो तेरो यो भनेको छु मैले त। राम्रोसँग बस, आफ्नो तैँ गर, तैँ खा, आफ्नो हेर, हिसाब आफ्नो हिसाबले गर। खातामा पैसा हाल्नु सौरा तेरै, आफ्नो जसरी चलाउने चला, आफ्नो घर व्यापार जे गर्छ गर। म त त्यही हो, चाहना चाहिँ छैन, त्यति हो। अब के भन्ने त्यति त हो त, भन्ने कुरा मेरो त्यति हो। त्यति भन्छु मैले। आफ्नो आफ्नो भनिकन बस, आफ्नो भनिकन चला, आफ्नो भनिकन हेर। तेरो यो कोही छैन, नन्न छैन, देउरानी छैन, म एक्लै मै छु। म त अनु के भन्ने, म आफै त मरेको स्याल। तैँले दिए खाना त हो त, तैँले दिए बोल्बछन्, तैँले पाउने हो। कति रमाइलोमा गया दिन दिन गर्न थिएँ मैले, छु कहिले आउने भनेन छोरासँग। आफ्नै मनाउन दिन गरिरहन्थेँ। कहिले अब यति दिन गयो, आउने दिन आयो, बुहारीको आउँछ अब आउने त होले भन्ने सोध्थ्यो। तल बुवाले भनेन कहिले आउँछ भने नि, आउँछ यार आउँछ, किन यस्तो सताया छौ, यो दिनमा आइजान्छ, जहाँ पनि पठाइहाल्यो, अझ आइज भनिकन लाज हुन्छ, हाम्रो इज्जत हुन्छ। माइतीले के भन्नु भनिकन सोध्नु पऱ्यो। कति दिन तिमीलाई सम्झाएँ थाहा पाइ तिमीलाई मैले, बुवालाई तेरो बुवा त घर छोड्नु भयो भने बुवाले घरै बस्नु पऱ्यो भने माइत पनि नजानु पऱ्यो अरे। माइत जानु पऱ्यो त। आमा छन्, बुवा छन्, आफ्नो माइती देश छ, भर्खर कलिली केटी, भर्खरको बिहे भइरहेको छ अनि माइत नजा भने हुन्छ। जाला त सौराइ लाग्छ, माया लाग्छ, बसला आउला, आफ्नो घर भुल छोड्ने केही हेर नै। आफ्नो पनि आउने भए त पहिल्यै मेरा छोरा आउँथिन, पहिल्यै लभ गर्ने थिइनँ। किन आउनु, श्रीमान राम्रो भएपछि मान्छे आउँदैन। उस्तै जड्या बढ्या त मान्छे छोड्न आउँदैन भने आफ्नो श्रीमान कस्तो राम्रो छ, सबभन्दा श्रीमान चाहिने यार। बोलबस्छ श्रीमानले दियो भने अरू कोही चाहिँदैन, सबभन्दा श्रीमान चाहियो। घर पनि आफ्नो सासुरा पनि राम्रो हुनु पऱ्यो। हामीले राम्रो गरेर छोराले राम्रो गर्दैन भने बस्ने कसरी। छोराले राम्रो गर्छ, हामीले छोरासँग छोरा घाम्नु पर्ने, बुहारीमा पर बनाउने, त्यो अर्काकी छोरी है मेरा छोरामा माया किन दे भन्नेलाई त आफूले बस्नु पऱ्यो छोरामा, त्यस्तो।